ल सम्पूर्ण साथीहरूलाई जोरले है नमस्ते। आज चाहिँ म धेरै समयको पछि ब्लग बनाउन गइरहेको छु। अब योभन्दा अगाडि चाहिँ म धेरै समयको व्यस्तताले ब्लग बनाउन पाइरहेको थिएन। आज चाहिँ छोटो एउटा ब्लग फेरि हजुरहरू सामु ल्याउन गइरहेको छु। आज चाहिँ हाम्रो नेपालीहरूको चाहिँ मगरहरूको भूमि पूजा हुन्छ। यो चाहिँ भूमि पूजा मान्ने यहाँ मकाउमा पनि मनाउन गइरहेकोले गर्दाखेरि यो ब्लग चाहिँ आज भूमि पूजाको हुनेछ। हेर्दै गर्नु होला है त आजको ब्लग कस्तो आउँछ भनेर। ल है साथीहरू, अहिले चाहिँ हामी ठ्याक्कै यो भूमि पूजा मान्ने स्थलतिर आइपुग्यो। यो हाक्सा बिर्च भन्ने ठाउँमा। अब हामी यहाँ पकाइतुलाई गर्नेछौँ। यस्तो छ हाम्रो स्पोर्टहरू सबै तयारी सामान यस्तोहरू यता रहेछ। ल लास्टै गर्मी छ मकाउमा पनि। जोरले हे ह्याप्पी भूमि पूजा है। ल भूमि पूजाको शुभकामना। ल जोरले ह्याप्पी भूमि भूमिको लागि हामीले यहाँ 50 हार्नेको बदल हेर्नु 50 हार्नेको बदल। ल हेर्नुहोस् यहाँ काठ बदल मात्रै नि यहाँ कुखुरा छ सबै सामानहरू। ल हेर्नुहोस् त यहाँ पुरा हामी गर्मी चाहिँ गर्मी। ल हामी भइसकेको छ। ल चाँडोभन्दा चाँडो हजुरहरू पनि आउनु गर्दै हुनु। ल अलि छिटो गरेर है। ल कता कता हुनुहुन्छ? ल ड्युटी सकेर सिधै आउनुहोस् है छिटो। ढिलो नगर्नुहोस् है सबैजना। गुरुजी ल अध्यक्षज्यू हजुर दुई शब्द जाओस् त यहाँ हजुर। ल सम्पूर्णलाई झोर्ले हजुर है। ल हामी यहाँ हाक्सा बिचमा आइपुगेका छौँ। सम्पूर्ण तयारीको लागि भर्खरै मात्रै यो 50 केजीको बन्देल हालेर चाहिँ तयारी गरिरहेका छौँ है। र त्यसले गर्दाखेरि सम्पूर्ण हाम्रा चाहिँ दाजुभाइ दिदीबहिनीहरू अब चाहिँ हामी यहाँ बनाउनु पकाउन तयारीमा छौँ। ल अब हेर्नुहोस् कस्तो हुन्छ साथीहरू। यो चाहिँ हाम्रो धराने कालो बङ्गुरो यिनीहरूले त काटकुट गर्दैछ। त्यसो अब पूजा गरिसकेपछि हाम्रो यहाँ सबै पार्टी हुन्छ। पूजा प्रसाद ताउता सेलरोटी पनि हुन्छ भरे। खतरा हजुरहरू सबैलाई म देखाउँदै जानेछु। साथीहरू हामी चाहिँ यहाँ पकाएर टक्क खाँदैछौँ। पर्दैन अब आउनेलाई त अब यो दिँदै गर्दा नि हुन्छ उता आज हामी यहाँ भूमि पूजाको अब तयारी गर्दैछौँ सम्पूर्ण साथीहरू। ल अब के गर्ने हो मिलाएर यहाँ खाइपी पनि हुँदैछ। यसो सगुन यहाँ भोलि मन्दिरको चाहिँ ध्वजा बजाइ हाम्रो साथीहरू पुरै खाइरहेको छ है साथीहरू। अब यो चाहिँ पुरै भ्लगमा जान्छ युट्युबमा। ल सबैजना साथीहरू है जोरले ल है त। ल यस्तो छ यहाँ पकाएर गर्दैछन् मजाले चाहिँ यस्तो छ है। सबैजना तयारी अवस्थामा। अब सिर्फ पूजा मात्रै गर्न बाँकी छ है। ल साथीहरू यहाँ हाम्रो अब पूजाको डेली खानाको तयारी भइसकेको छ कि। अब यो चाहिँ हाम्रो भेडा हो। अब नेपालमा ओरिजिनल भेडा खोजेर ल्याउँदाखेरि अब यसलाई हामी भेडा मानेर चाहिँ हामी भूमि पूजा गर्दैछौँ है हजुर। थाली सम्पूर्णमा झोरले नमस्ते भन्न चाहे। र हजुरहरूको समयको बावजुद पनि यसरी हाम्रो मगर सङ्घ मकाउले आयोजना गरेको भूमि पूजा कार्यक्रममा चाहिँ भइदिनु भयो। त्यसको लागि फेरि पनि म हजुरहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। र साथै यो भूमि पूजाको उपलक्ष्यमा हामी सम्पूर्ण यस्तो छ है हजुर। आजको हाम्रो भूमि पूजा चाहिँ सुरु भइसकेको छ। मकाउमा वर्षौँ मकाउने भूमि पूजा मनाउन गइरहेको छ। भन्दै तपाईँहरूको आफ्नो समयको बावजुद पनि यसरी यहाँ आएर सहित भइदिनु भएकोमा हजुरहरूलाई धन्यवाद। साथै हजुरहरूलाई मेरो हृदयदेखि चाहिँ साथै हाम्रो म मेरो व्यक्तिगत र मगर सङ्घको तर्फबाट हजुरहरूलाई चाहिँ धेरै धेरै स्वागत भन्न चाहेँ। भन्दै
अब हाम्रो सिक्किमै अब हामीले चाहिँ हाम्रो मगर उनको पुलारी मगर दाई यहाँ उपस्थित हुनलाई अनुरोध गर्न चाहन्छु र उहाँलाई सम्मान गर्नको लागि हाम्रो संस्थाका अध्यक्ष भीम खाम्सा मगर दाईलाई अनुरोध गर्दछु। नै नाम आइराख्नु पर्ने नै छ, त्यही भएर नै नाम आइरहेको छ। दाइ साइड भन्नु दाइ यतापट्टि हो त ताम्नु हो। धन्यवाद। धन्यवाद हुन्छ तपाईँहरू। ल आज चाहिँ हाम्रो यहाँ हाम्रो पिजेन है सहयोग पिजेन मकाउ संस्थापक हुनुहुन्छ हजुर जेलगाडमा हाम्रो दाजुहरूले मगर सङ्घलाई चाहिँ ल्यापटप हस्तान्तरण सहयोग गर्दै हुनुहुन्छ। अनि आज हाम्रो कार्यक्रममा भेडा मार हान्नुहुने दाइ एक रेस्मी दाइलाई आज हाम्रो मार हान्नको लागि हाम्रो दिपक सुरेश दाइलाई अनुरोध गर्न चाहन्छु र उहाँले सम्मान गर्नुहुनको लागि भीम खाम्सा मगरलाई अनुरोध गर्दछु। आएको त हाम्रो मार हान्ने पाँडेको लागि त ताली बजाएको मैले अनुरोध गर्न चाहन्छु। फेरि पनि सबैलाई धन्यवाद। अब हाम्रो पूजा सुरु हुन्छ, तपाईँहरू पनि पूजामा सरिक भइदिनुको लागि अनुरोध गर्न चाहन्छु। हजुर धन्यवाद। डन भाइ डन डन मार्को लागि ऊ उहाँ आउँछ नि त अनि अब बाजा त्यो बाजा ताल बजाउँदै हाम्रो पूजा सुरु भयो ल, रमाइलो गरौँ है त ल। सबै नाच्नु जानु हुनुपर्छ है त ल। हो हाम्रो भेडा लखट्नुपर्छ, सबै बाजा बोक्नु पर्यो एउटाले ढकल बाजा खोइ टाढो जानु पर्दैन एकैछिन यही वरिपरि घुमाउँ क्या ओ यहीँबाट त आउनु पर्यो नि त अनि एक राउन्ड त हान्नु पर्यो नि भिडियो आउनु होइन अर्को नम्बर हान्नु सबैजना यता जानु धेरैजना देख्छ चाहिँ होस् हेर्ने कि पछाडि फोटो खिच्नु पर्दैन यहाँ क्यामेरा भिडियोमा यसलाई चाहिँ किन माथि गराउनु पर्यो हिँड्दै होइन है हाम्रो चेली रोटी बनाउनु भयो त्यसले भोलिपछिको लागि है। हाम्रो काजी साहब पुजारी भाइ सुरु भयो। त्यो बोक्नु नि खाना क्या बुढा त्यो मोबाइल अलिक छोडिदिनु भिडियो म दिनु हाम्रो पुजारी भाइ पुजारी हाम्रो भरत हाम्रो भाइ पुजारी दाइ पनि आउनु हजुर अफ गरिदिनु। आज चाहिँ म पहिला चाहिँ हाम्रो मगर भाषामा यो पूजा गर्न गइरहेको छु, त्यसपछि हजुरलाई नेपालीमा भन्ने छु है त। ल सुरु गर्छु है। पहिला आकाश धरती उत्तर दक्षिण तथा पूर्व पश्चिम है त। ल छिनिङ कानुन चाहिँ भूमि पूजा
मंडी ननले र इसे विदेश कानु मकाम चाहिँ भूमि पूजा बसै तिसे मंडी बाटै छिनी काने पनि इसे भूमि पूजा की मान्यता यार कानु सीमे भूमि कानु कुल पितृ देवी देवता रक्ष जाग्ने जम्मैकुला कान नेपाली तर विशेष गरी मगरकै पूजा गर्ने भूमि पूजा चाहिँ जम्मैकै रक्षा जाग्ने नि र इसैले सम्पूर्णमा नमस्कार पुजारी बाजे उनीहरू चाहिँ भरत मगरले चाहिँ जगत बहादुर नमस्कार आकाश पाताल धरती उत्तर दक्षिण पूर्व पश्चिम सबै हाम्रो सीमे भूमि कुल देवताले सबैजना रक्षा गरिदिनु होला र आज हामी नेपालीहरूमा विशेष गरी मगरहरूले चाहिँ भूमि पूजा अथवा भूमि पर्व भन्छ यो चाहिँ परम्परादेखि नै मानिआएको हुनाले आज हामी पनि मौकामा पनि मगरसँग मकाउले एउटा हाम्रो परम्परालाई रीतिरिवाजलाई मान्यता दिँदै पूजा गरिरहेका छौँ धन्यवाद अब त्यो एउटा मार हान्दैन त ढेँडो कराको भ्या आउँछ कि त्यो लाउनु त ढेँडो करा त्यो हो नि त ढेँडो मार्नु काट्ने होइन हौ एकछिन उहाँ हो कि काट्ने एकछिन ओके गर्नु पर्यो भिडियो त गर्नु पर्यो अलिक पछाडि जानु खै के भयो बुझेर अब करिब हाम्रो चाहिँ भूमि पूजा सिकिन पनि लाग्यो है अब हाम्रो करिब अझै बिदाबारी हुन्छ अब यो हाम्रो नाचगान हुँदैछ यहाँ हाम्रो पाहुनाहरू छिमेकीहरू यहाँ खाइदिए अब यस्तो रमाइलो भयो सम्पूर्ण हजुरहरूले कसरी मनाउनु भूमि पूजा नेपालमा हाम्रो यो चाहिँ खाँदै रुकुम रोप दाङतिर फिर्कान बागलुङतिर मान्ने हो अहिले चाहिँ पूर्व पश्चिम सबैतिर मान्ने गर्छ र सबैजना चाहिँ नेपाली दाजुभाइ सबैजना मान्नुहुन्छ प्रायः चाहिँ हाम्रो स्पेसल चाहिँ मगरहरूले